यो 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 हामी अब हिँड्छौँ हामी अब जान्छौँ रक्सी नखाए पनि हामी रोटी भात खान्छौँ यो 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 यसले त राम्रो बुद्धियो त केटोले त सबै कुरोमा शुभ विवाहको उयसमा गर्दाखेरि तपाईँ क्याप्टेन हुनु है नाति नवराज कविता शुभ विवाह जो छ असार 13 गते शनिबार कहिले बिहान दाजु यस्तो आलुले पर्छ मैले केही पनि भनेकै छैन तिमी आफै बोल्छ लाग्यो है बिहा खान मावली गाउँतिर आमा आपा दाजु यो त धेरै अवहित हेलो नमस्ते दिस इज तीर्थ चामलिङ राई नाउ यु आर वाचिङ चामलिङ चौतारी एन्ड चामलिङ चौतारी अफिसियल फेसबुक पेज र यहाँलाई मनपर्छ भने यो चामलिङ चौतारीलाई सेयर लाइक गरेर अनि सब्सक्राइब गरेर धेरै नै मलाई सहयोग गर्नु होला गाउँबाट सबभन्दा यो अर्ग्यानिक समयलाई यहाँलाई धेरै धेरै स्वागत छ चामलिङ चौतारी युट्युब च्यानल एन्ड चामलिङ फेसबुक अफिसियल है त ल सबैले मलाई सब्सक्राइब गरेर लाइक सेयर गरेर माया गरिदिनु होला तीर्थ चामलिङ यो छ है एकदम गाउँतिरको यो अर्ग्यानिक ठाउँबाट यहाँलाई धेरै धेरै स्वागत छ तीर्थ चामलिङ सदैव यहाँहरूसँग रहनेछ ल आज चाहिँ हामी विवाहको लागि विशेष गरेर गाउँको अर्ग्यानिक विवाहको लागि गइरहेछौँ तपाईँ अहिले चामलिङ चौतारीभित्र हुनुहुन्छ तपाईँलाई सम्पूर्ण कुराहरू देखाउँछौँ गाउँको अर्ग्यानिक चिजहरू तर अहिले चाहिँ गाउँमा पनि अलिकति आधुनिकताहरू मिसिएको छन् तर पनि त्यो कुराहरूलाई विशेष गरेर फिल्टर गर्दै अझै पुरानै कुरालाई यहाँ जोडेर अगाडि जानुपर्ने चाहिँ देखिन्छ पुरानो कुराहरूलाई सबैले बचाउँ र अगाडि जाउँ नयाँ कुराहरूलाई चाहिँ बिस्तारै जोगाउँदै अगाडि जानुपर्छ भन्ने संरक्षण गर्दै जाने अनि अगाडि जाँदै गर्ने पुरानो कुराहरूले खोजी छ अहिले त्यो पुरानो कुराहरूलाई चाहिँ हामीले बचाउनु पर्छ अझै भन्ने मेरो चाहना छ अब त्यहाँ विवाहमा गएर हाम्रो भान्जाको विवाह छ त्यो कुराहरूलाई सबै हामी देखाउँछौँ त्यो के कुराहरू हुन्छ सबै भरे भरे हामी जोड्दै जान्छौँ ल सबैलाई शुभकामना ल अब लाग्यो है गाउँमा जस्तो रमाइलो कतै पनि छैन विवाहहरू व्रतबन्ध जस्ता सम्पूर्ण कुराहरू गाउँतिरै रमाइलो चाहिँ हुन्छ तर अहिले चाहिँ अलिकति आधुनिकताले जितिसकेको स्थिति छ गाउँतिर पनि ती कुराहरूलाई पनि अब कम गर्दै गाउँकै चिजहरूलाई चाहिँ विशेष गरेर बचाउनको लागि सबै लागि पर्नुपर्ने आवश्यकता देखिन्छ है अब प्राकृतिक कुरा जस्तै गाउँघरतिरको यो कुराहरूलाई ख्याल राख्न जरुरी छ यो चाहिँ मेरो कोसेली है यहाँ फेरि हामीलाई भाइ बहिनी पाइदिनुहुन्छ 10 वर्ष हेर्न भाइ पायो भने त नि के गर्नु होला 79 वर्षकोले भाइ पायो भने त होइन ल लाग्यो है बिहा खान मावली गाउँतिर आमा आपा दाजु यो त धेरै अवहित
धेरै वर्षपछि यो दुईटा छोरा अनि आमा आपा यो धेरै वर्षसम्म सम्झना रहन्छ है। ल हाइवे निस्केको हाइवेमा छु ल यो हाइवे apa butuh mami saya lagi Hello. Hello. देखो ini kocak khát đó Karin ơi. Xong chưa? माइलो धेरै रमाइलो छ नि अझ आमा बाबुसँग एकैचोटि इतिहास इतिहास रच्दैछौँ। त्यही हामी भएर इतिहास रच्छौँ बाउ आमासँग हिँडेर यो आमा ल आमा यो यो हामी अब हिँड्छौँ हामी अब जान्छौँ रक्ती नखाए पनि हामी रोटी भात खान्छौँ यो 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 आमा चाहिलो यो खारिने काएको साखन ल मामै खोल हाम्रो बिस्तारी यानी नै जनप्रिय प्रस्तावित विद्यालय हाम्रो गाउँको एउटा पनि नमुना स्कुल यहाँ हाम्रो भलिबल खेल्ने ठाउँ थियो यो पनि त्यसै रहेछ यो अहिले एउटा स्कुल हाम्रो गाउँको गाउँघरको हाइवे रमाइलो छ यस हेलो ल यो नि होला जम्मा ल कान्छा मामाको हाम्रो घर आइपुग्यो मादङची त नि है एकछिन यो हाम्रो छोरी हो यहाँ हेर यता 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 हाम्रो छोरी हो एकदम के अरे हाइटवाला छ म हाम्रो मामा कान्छा मामाको कान्छा छोराको छोरी कान्छी कान्छी हैन कान्छी हो यो अक्लो न अक्लो छ एकदम हाइटवाला छ मिलाउने भलिबल खेलाउन टयरङ त देवासँग बराबर छ अनि दाजुभाइको कुरा छ ल पछि भलिबलमा पछि हामी लाने हाम्रो सपना छ बक्से 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 यसो नि त ए कन्दमूलको बोट यहाँ ल हाम्रो दिक्कुहरूकोतिर ल हेर मामा घरतिर आम्मा एकदम स्वास्थ्यको लागि एकदमै काम लाग्ने चिजहरू ल अब चाहिँ मावली गाउँमा पुग्यो ल ल सबैजनालाई नमस्कार लु मेन दिने ल माइ सानी नमस्ते अनि नमस्ते पप्युमा दिदी जीवनीयमा मलाई मेन जीवनीयमा पप्युमा ए ल खानपान यहाँमा सानी हाम्रो सानीले यहाँ मैले भेटेँ आज धेरै समयपछि है सानीलाई पनि भेट्न पाउँदा खुसी लाग्यो ल हाम्रो काम लाग्ने भाइ
ल सबैलाई आम्म, ल। जान्तिराखेको छ। हाय। यस्तै मेरो कान्छा भाइ हाम्रो कङ्की आजको हाम्रो दाजु मुख्यमा हाम्रो मामाको छोरा यहीँ यता पनि हाम्रो दाजु आयो है ल देउली हाम्रो बनाउनु पायो त मजा अब सक्यो हाम्रो तल चाहिँ हिँड्यौँ अब लिएर अब अन्त बेहुली लिएर हिँड्यो बाङ अब नवराज कविता शुभ विवाह देखिएको असार 13 गते शनिबार आमचोक गाउँ परिवेश पञ्चला र स्वागत सहित सबैले अब प्रवीणा बहिनी हेर कति राम्री भयो तपाईँलाई पनि आलुले पर्छाम कि तपाईँको चाहिँ कहिले बिहान हो दाजु यस्तो आलुले पर्छ मैले केही पनि भनेकै छैन तिमी आफै बोल्छ त्यसरी नगर्नु होला कृपया त्यो त झन् कस्तो नै देखिँदैछ त्यसरी नगर्नु गाडी त अझै सबभन्दा महत्त्वपूर्ण मान्छेहरू चाहिँ यता हो अनि भान्से हेर्नु त ल अनि तपाईँहरूले जान्नुहुन्छ अनि ले हो मनाएँ मलाई भन्ने
झुली खाइयो र ठुल्यो न ठुङ्गे भइसकेको यो कान्छीको सेवा गर्नुपर्छ कति दिने मान्छे तपाईँहरू खै गोजीमा जति अब ढोक पहिला ढोक भाउजू नमस्कार भन्नु पर्यो बिस्तारै तल छुनु अलग्गै छुनु त्यो त मलाई चाहिन्थ्यो बल्ल फुटेछ अलिअलि उसले मात्र अलिकति मात्रै फुट्यो मैले देख्ने ठाउँमा फालिदिनु नि त्यस्तो अब हाम्रो काम भनेको भित्र मात्रै रह्यो है अब छिटो छिटो खाने मैले मेरो काम भनेको बिर्सिसकेको भने कहिले आएको मान्छेहरू बहिनी तपाईँहरू खुब खानु अब यो रक्सी तपाईँहरू खानु कि बाँड्नु भन्नुहुन्छ भने दुईटा दिक्सँग यहाँ चाहिँ सेटो खुसीका साथ गफ हाँक्दैसकेको छ हैन त हाम्रो सबभन्दा वयोवृद्ध है 2 नम्बर हाम्रो यो कति हाम्रो त अहिले पाङ्चा 10 के अरे 10 आमचोक 10 साबिकको पाङ्चा सबभन्दा वयोवृद्ध हाम्रो छिटो चिन्न चिन्ता वयोवृद्ध हाम्रो गाउँको त्यसपछि सेकेन्डमा हाम्रो जित्छु यतै सालको र 4 महिनाको जित्छु चाहिँ हाम्रो जित्छु चाहिँ दुईजना जित्छु धेरै वर्ष एकदम धेरै अझै पनि धेरै पुरानो वर्ष जित्छु धेरै लामो अब धेरै बाँच्यो भने घुमुटमा त्यो लटपटी हुँदैन अब त्यसरी पनि अब राम्रो त होइन र पनि अब भयो भने के गर्नु भोग्नै पर्यो नि त्यस्तो होइन तर ठिक हुँदो रहेछ खुसी लाग्यो त्यसरी भेट्न गर्दैछु बाटोमै अझै धेरै हो नि म त 1914 को हो नि 2007 सालको भनौँ न त्यसपछि त मामाको हाम्रो म yang mana ini पेन्सन वाला मावालीमा जाउँ कि
सबै कुरोमा शुभ विवाहको उयसमा गर्दाखेरि तपाईँ क्याप्टेन हुनु है नाति क्याप्टेन हुनु नामे जय सरस्वती हेला भगवती सदा दिनो दक्षिणो भानु चक्र चक्र धरणे नागर चूरमणि स्वयंवर भूखनकी बलभूत लङ्कापति निजितो विवाहको विषय गर्दाखेरि शुभ लक्ष्यले गर्दाखेरि मेरो नाति क्याप्टेन हो तपाईँलाई पनि क्याप्टेन भन्ने कुरो हाम्रो लड्यो क्या माथिदेखि लड्यो भदै 32 माथि लड्यो क्या के सुरु हामी त के अरे वनमा बाँकी कुरो अब ऱ्याङ्किङको कुरा हामी बुझ्दैनौँ अब हुने जति सबै आर्मी हुने ठुलो हुने सबभन्दा धेरै क्याप्टेनसम्म भयो भने यसले त राम्रो बुद्धि हो त केटोले त म पनि झन्डै रुनु आयो तपाईँको साल होइन सरसरो हट खिड्कीको जम्पिङमा लाउने के भन्छ ल भान्जी ओ भतिज अलिक ल हाम्रो बत्तिस पनि जस्तै हुनु पर्यो है फेरि बेहुला जस्तै ठुलो लाउरी हुनु पर्यो अरूको पालो आयो है गाई चर्लो हामीले यसो ल मिसहरूको पनि यहाँ आयो भिडियो भयो यसलाई चाहिँ लगाइदिएको छ यो फोन हेऱ्यो भने मेरो आँसु त्यत्तिकै निस्किन्छ हौ यो फोन हेर्दा हेर्दा त्यत्तिकै उनको माल नभर मात्रै यस्तो गरेको उनको मालले मलाई खुकुरीले छेप्टे लाउरेलाई धेर दिउँ भने
ठुल्ठुलाई दिनु नि त दिदी सेतिहारी आमा पारुलाई दिनु ल बाँगा र बाँगिनीको पालो आउनु आएछ है एउटा छोरी पाउनु बनाउनु चारवटा पाउनु भन्नु बिजोरी भो भन्नु अघि नै हाम्रो बाजेले 3टा अझै थप गर्नु भन्नु भएको छ यो त उहाँहरुको बिचरा हो होइन आशी पैँतालिस वर्षमा पुग्दा 50 वर्ष पुग्दाखेरि चाहिँ क्याप्टेन भएको सुन्ने अनि हाम्रो छोरा क्याप्टेन हुँदाखेरि त हाम्रो बुवाहरू चाहिँ सिधै अब क्याप्टेन भइहाल्यो अब छोरा छिटो छिटो चाहिँ प्रमोसन हुनु पर्यो अब बुवाहरू चिया चिया चाहिँ माओले चाहिँ चिया हो मान्छे मान्छे अब एक केटी मेरो छोरालाई छोरा बुहारीलाई उनीहरूले दिन्छ अब क्याप्टेन भएपछि दिन्छ मेरो छोरीलाई क्याप्टेन भएपछि त हो कि हामीले त আমার সুন্দর বলে मैले कस्तो हुन्छ खाँदै बस्छु खाने मन पनि छैन खाना पनि छैन जावा जावा mana aku mungkin beliannya kata bakunya kurma dayung semua tiap berita. Sagunko